नमस्कार सबैजनालाई आराम हुन्छ होला मलाई पनि आरामै छु म चाहिँ आज गाउँतिर यसो घुम्न आएको थिएँ घुम्न आउँदाखेरि यहाँ एउटा समय देखियो कि समय भन्नाले अब त्यो गाउँको लागि अब मन्दिरको लागि गरिराख्नु भएको छ सहयोग हजुरले बुझिदिनु होला उहाँलाई पनि सोध्छु डाँडामा हावा चल्छ मन्द मन्द हरियो वनको छाया मनमा हुन्छ आनन्द टाढा देखिन्छ गाउँ बादलले छोएको तिम्रो सम्झनामा मन फेरि हराएको रयाले डाँडामा हाँसोको गुन्जन थियो स्वरूका भेलै भेल अब त स्वप्न जस्तै मान्छेले भुलेको म भने त्यही बाटो दिनहुँ तिरस्कारेर हिँडेको ओद्लिएका ढुङ्गामा तिम्रा पाइला बाँकी सानो अक्षर लेखिए दुईजनाको आँखी खोचिएका भित्तामा रुखले नाम टिपेको सम्झदा तातिन्छ छाती आँसु मात्र टिपेको रयाले डाँडामा तिमी थियौ कहिले हाँसोको गुन्जन थियो स्वरूका भेलै भेल अब त स्वप्न जस्तै मान्छेले भुलेको म भने त्यही बाटो दिनहुँ तिरस्कारे हिँडेको कति वर्ष गुज्रियो पात फेरि हरियो मेरो रहेर जस्ताको तस्तै यो काम गर्दा आनन्द लाग्छ है जस्तो भनौँ न आनन्द तिमी आए झै लाग्छ हावा छोइदिँदा रुखका हाँगामा हल्लिन्छ हृदय रयाले डाँडामा तिमी थियौ कहिले हाँसोको गुन्जन थियो स्वरूका भेलै भेल फर्किएर आउँछौ कि एकपल्ट है फर्केर यही रयाले डाँडामा बसौँ फेरि टिकेर दाइले गर्नुभएको पनि स्वागत योग्य छ र उहाँलाई पनि शिव भगवानले रक्षा गरून् यो भन्दै यो सानो भिडियो चाहिँ म हजुरहरू समक्ष पेस गर्दछु। नमस्कार। उहाँको घर चाहिँ यहाँ हो चाहिँ पारी हामी वारिपरि यो पनौती 1 रयाले काफलनाडा पहिला 7 नम्बर थियो अहिले साबिकको 7 अहिले हाल 1 नम्बरबाट पर्छ हेर्नुहोस् गाउँ यस्तो छ हस् त अहिले राखिन्छ दाजु।